हेलो गाइज, आज म मेरो साथसँग खेलेको एक म्याच हो। हिजोकै साथी हो। आज एक म्याच बिआर खेलेर देखाउँछु प्रो। फर्स्टमा त म यो स्कुप हान्दिनँ, ओरियन बाबा हान्छु। ओस्कर पनि होइन, ओरियन। अनि यो के हो, लुनाटिक पनि हान्न। मलाई इपी कन्भर्जन मिङ्गल ल होइन भने यार डुवाला लाम्के। यो स्टार्ट हुन 5 घन्टा लाग्छ। क्लेम हान्दै गरौँ त्यति बेरसम्म। अनि वाउ, कति लुट रहेछ त। यो चाहिँ के हो, पछि के भन्छु। 1 घन्टा लाग्छ त्यही माथि। ल भइसकेछ नि त। लोड अझै 45 सेकेन्ड आएको छ भने सरी त तपाईँहरूले रुकाउनु पऱ्यो एकछिनसम्म। अब त रुक्ने त परेन होइन, मेरो भले त हेर्ने यस्तो टाइम लाग्यो। यो कुन गर्नु हौ, यो हावरबोर्ड हो कि गर्नु हावरबोर्ड नै होला। गन्छ हुँदैन नि यस्तो। 1 मिनट भइसक्यो यार, स्टार्ट हो एटलिस्ट, स्टार्ट हो भने यस्तो विधान नै हो है यो। कपिल ओएफसी फ्रेन्ड बन्ने भयो, इन्भाइट हान्नु मलाई यार। अब त हुन कति टाइम लाग्यो, कति टाइम त जिन्दगीमा पनि लागेको थिएन मलाई। यतिरिका अहिले उल्ला बल्ला टेन 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 टेन। कपिल ओएफसी रिक्वेस्ट हान्छु यार, मलाई त्यही झार्ने भने। अलरेडी छ। चट्चडी स्टार्ट। 2022 उयो माथि हेर्दा नि हुन्छ, ट्रेजर हन्ट लेखाएको छ माथि। अनि 17 16 15 14 13 11 12 11 10 9 8 7 6 5 4 3 2 1 गो। ल म त क्याप्टनै झारिहाल्छु चट्टाडो। क्याप्टन नै झरिला सस क्याप्टनमा इनिमी हियर। ओके आई अलरेडी नो। यही हुन्छ भनेर मैले 50 घन्टा चुटिरहेको छु। गर्नु त पाएन, त्यही माथि इनिमीले गर्नुले अट्याक हान्न सुरु भइसक्यो। वाउ भेरी नाइस छ। एडब्ल्युएम मिल्यो, यसले पड्काउनु पर्छ। वाउ हे 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 ट्याडे वाउ कटाना, यसले पनि हान्नु मिल्छ। तर ड्यामेजको बारेमा चाहिँ थाहा भएन मेरो पिच्छे। फर्स्टमा त म सक्दिनँ यता। लुट लुट लुट। ट्याडे ट्याडे कपिल दाईले धेरै किल हान्नु भयो। यता कपिलजीले मैले एउटा नि किल छोड्दैन, आफै मात्र सबै घट खाइहाल्छ। फेरि अब कता हान्न थाल्यो फेरि। यो त किल मलाई दे।
त मेरै हुन्छ रिभाइभ ले तुझको माधव हे 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 फेरि कसलाई हान्न थाल्यो यसले ए मिडियन थाल्यो रेन्ज नै हाल्नु एउटा अपरेट हान्दै अपरेटर्स भयो भन्दा आए हो कि आए मात्र हो आए रहेछ यही राम्रो लुट पनि लिइहाल्नु पर्यो ल नि त माथि गएर एकछिन ऊ गरिदिउँ गन लुटाउनु आवाज बल्ल फाइनली एउटा राम्रो ओहो एक नाइस यो भन्दा पनि राम्रो मलाई पनि रोकिछु एक्लै हिँड्ने छैन बाँदर जसरी एक्लै हिँडिरहेको मलाई पनि रुख मसरुम खडखड हान्नु पर्यो ओ नाइस एम्बो त्यही पनि राख्यो एक्लै त माथि नचढ्ने यार तो मेरे किलो इन भाग पकड़ पकड़ ले ले डाउन हो गया एक बंदर डाउन हो गया अर्को बंदर लैन अर्को बंदर एक बंदर तो ऊपर निकला रुक 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 मैं पढ़ता चले कंज्यूम एक्शन तो यही क्या फन पर यार में तो पैसा काटा नहीं है एटलीस्ट कंजूस मैं तक पनि लिया आओ गोरजान मीडिया तेरे दिल तो नहीं रही ल कंजूस ल भिडियो सकिने हाल्यो त अब के गरौँ त